तपाईहरू दुनियाँमा गएर कहीँ पनि जुनै पनि ठाउँमा गएर कुनै पनि समय चेस खेल्न सक्नुहुन्छ। त्यसको लागि चाहिँ तपाईहरुलाई चेस बोर्ड हुनै पर्छ भन्ने जरुरी छैन, किनभने चाहिँ हामी अनलाइनमा पनि खेल्न सक्छौं। त्यो चाहिँ chess.com मा गएर पनि हामी खेल्न सक्छौं। chess.com मा कसरी खेल्नुपर्छ त्यो म आज तपाईहरुलाई देखाउँछु ल, आउनुहोस् मसँग। ल यो चाहिँ chess.com चाहिँ यस्तो हुन्छ र यो चाहिँ मेरो अकाउन्ट हो। मैले चाहिँ लगइन गरे भने चाहिँ यो होम पेज आउँछ। जस्तै तपाईहरुले पनि अब खेल्नको लागि साइन अप गर्नुभयो भने चाहिँ यस्तै होम पेज आउँछ फर्स्टमा चाहिँ ल। र chess.com मा चाहिँ तपाईहरु मेनली 3 चीज गर्न सक्नुहुन्छ। नम्बर 1 चाहिँ तपाई जोसँग पनि खेल्न सक्नुहुन्छ हैन। अनि सेकेन्डमा चाहिँ तपाई खेल्न सक्नुहुन्छ कम्प्युटरसँग पनि। अनि थर्डमा चाहिँ पजल्स पनि गर्न सक्नुहुन्छ। पजल्स चाहिँ मेनली पुरा इम्पोर्टेन्ट हो, किनकि चेसको नलेजको स्किललाई बढाउनको लागि। अनि तपाईहरु कसैसँग पनि खेल्नको लागि चाहिँ पहिला chess.com खोल्नुहोस्, अनि चाहिँ आएर प्लेमा क्लिक मार्नुहोस्। अनि प्लेमा क्लिक मारेपछि चाहिँ यहाँनिर टाइमिङ देखाउँछ 10 मिनेट 15 मिनेट हैन। अनि तपाई जुनै पनि सेलेक्ट गर्न सक्नुहुन्छ। सेलेक्ट गर्नको लागि चाहिँ यहाँनिर छ। जस्तो कि मैले अब यो 10 मिनेट सेलेक्ट गरे अरे हैन। अनि यसमा चाहिँ गएर यहाँनिर प्लेमा क्लिक मार्नुपर्छ। अनि प्लेमा क्लिक मारेपछि चाहिँ तपाईको अपोनेन्ट आउँछ, कोही पनि आउन सक्छ तपाईसँग खेल्नको लागि हैन। जस्तो कि यहाँ आयो, तपाईहरु देखिरहन सक्नु भएको छ। अनि अब चाहिँ जहिले पनि सुरु गर्दाखेरि चाहिँ व्हाइट बाट हुन्छ हैन। व्हाइट चाहिँ म हो अब अहिले चाहिँ हैन। त्यही कारण म कसरी सुरु गर्छु भन्दा चाहिँ यो पनलाई चाहिँ म 2 स्टेपमा यहाँनिर लान्छु। ल अब मेरो अपोनेन्ट चाहिँ खेलेको छैन हो, त्यही कारण म पनि अबोर्ट गर्दैछु र अब फेरि म अर्को चुज गर्छु ल। र फेरि तपाईहरु कम्प्युटरसँग खेल्न चाहनुहुन्छ भने चाहिँ प्लेमा आउनुहोस्, प्लेमा क्लिक गर्नुहोस् र यहाँनिर आउँछ तपाईहरुको पुरा। यहाँनिर अब अगर प्ले अनलाइन भन्यो भने चाहिँ मान्छेहरु नै आउँछ तपाईकै लेभलको हैन, आफ्नो कति कति लेभलको छ उनीहरुै आउँछ। अनि फेरि यहाँनिर आएर प्ले बक्समा गयो भने चाहिँ तपाई कम्प्युटरसँग खेल्न सक्नुहुन्छ। अनि यहाँ मुनि आयो भने चाहिँ तपाईहरु फेरि तपाईहरुको आफ्नो फ्रेन्डसँग पनि खेल्न सक्नुहुन्छ, जो चाहिँ तपाईको chess.com सँग लिंक छ। र अगर फेरि कम्प्युटरसँग खेल्दाखेरि चाहिँ यहाँनिर पुरा आउँछ मार्टिन फ्यामिली भनेर हैन। यहाँनिर चाहिँ तपाईहरु चुज गर्न सक्नुहुन्छ, जोसँग पनि तपाईहरु खेल्न सक्नुहुन्छ। अनि म चाहिँ यहाँनिर मार्टिनसँग खेल्नको लागि रेडी छु, त्यही कारण म चाहिँ मार्टिनलाई चुज गर्छु ल। र अब पजल्स कसरी गर्नु भन्दा चाहिँ पहिला तपाई पजल्समा आउनुहोस्, क्लिक मार्नुहोस्। अनि त्यसपछि यहाँनिर पुरा पजल्स आउँछ। यो तपाई पजल रस पनि गर्न सक्नुहुन्छ, डेली पजल्स पनि गर्नुहुन्छ, सल्भ पजल एक एकवटा राम्ररीसँगले गर्न सक्नुहुन्छ। र अहिले चाहिँ हामी यो गर्नेवाला छौँ ल। यसलाई चाहिँ लगेर यहाँ गऱ्यो भने चाहिँ चेकमेट हुन्छ। अब फेरि अर्को गर्नु मन छ भने चाहिँ यहाँनिर क्लिक गर्नु पर्यो। अनि अर्को यसरी नै आउँछ, यसलाई पनि फेरि सल्भ गर्नु पर्यो।
र मैले यो सबै कुरा चाहिँ अहिले वेबसाइटमा गरेँ हो, त्यही कारण तपाईँहरू पनि खेल्न सक्नुहुन्छ। तपाईँहरू खेल्दाखेरि चाहिँ एप डाउनलोड गर्नुहुन्छ होइन, त्यो एपमा चाहिँ यहाँनिर जति बेसी फेसिलिटिजहरू छ, अप्सनहरू छ, त्योहरू सायदै कम्ती हुनसक्छ, तर खेल्ने तरिका सेम हो, सबै कुरा सेम टु सेम हुन्छ।